माटो चाहिँ पुरा निकाल्ने कार्य भइरहेको छ देख्न सकिन्छ गाइज हैन त्यहाँ माटो बोकिरहेका छन् हैन देख्न सक्नुहुन्छ उठो हेलो गाइज वेलकम टु पडेल ब्लग्सको तपाईहरुलाई स्वागत छ गाइज हैन आज चाहिँ म हजुरहरुलाई अलिकति डिफरेन्ट टाइपको ब्लग देखाउँदैछु गाइज है आज चाहिँ म जाँदै छु गाइज हाम्रो यो रूपताल पुनर्निर्माण गर्ने क्रममा रूपताललाई संरक्षण गर्ने क्रममा तपाईको त्यहाँ उत्खनन गर्ने क्रममा तपाईको त्यहाँ एउटा एकदम चमत्कारी चीज देखिएको छ भन्ने हामीले हल्ला सुनियो व्यापक हल्ला सुनियो हैन त्यसपछि हामीले के रहेछ त त्यस्तो चमत्कारी चीज के निस्कियो त रूपताललाई संरक्षण गर्ने क्रममा के निस्कियो त त्यहाँ त्यस्तो चमत्कारी चीज के रहेछ त भनेर हामीले अलिकति आज निरीक्षण गर्नको लागि हामी त्यो ठाउँमा जाँदैछौँ गाइज देख्न सक्नुहुन्छ हामी स्कुटरमा जाँदैछौँ गाइज हैन रूपतालको पुनर्निर्माण कार्यक्रम त्यहाँ भइरहेछ हैन पुनर्निर्माणको काम त्यहाँ भइरहेछ कार्य देख्न सक्नुहुन्छ हैन यो चाहिँ ड्याम साइड है गाइज यता यो तालबिसी तर्फको यो ड्याम साइड हो हैन उहाँ हजुरहरुले देख्न सक्नुहुन्छ उहाँ त्यो पारिपट्टि त्यो बाँसा झ्याङ देख्न सक्नुहुन्छ हजुरहरु बाँसको झ्याङ र यतापट्टि त्यो कालो ठुटो देखियो नि हो त्यहाँ केही चमत्कारी चीज छ है भन्ने सुनेर आज चाहिँ हामी त्यहाँ जाँदैछौँ गाइज हेरौँ है त के कस्तो छ अब त्यहाँ हामी हजुरहरुलाई वहीँ पुगेर देखाउँछौँ है भिडियोले स्किप नगरिकन हेर्नुस् है गाइज लगाइ देख्न सक्नुहुन्छ हैन हामी चाहिँ त्यो चमत्कारी ठाउँमा जानभन्दा पहिला चाहिँ देख्न सकिन्छ यो बाटो हुने जाने हो हैन देख्न सक्नुहुन्छ रूपतालको पुनर्निर्माण कार्य भइरहेछ गाइज हैन यो रूपतालको पुनर्निर्माण कार्यस्थल है गाइज देख्न सक्नुहुन्छ यहाँको यो जुन हजुरहरुले देख्न सक्नुहुन्छ यो फाँट देख्न सक्नुहुन्छ हजुरहरुले हैन यो पानी देख्न सक्नुहुन्छ यो पानीको लेभल भन्दा माथिको जुन माटोको सतह देख्नु भएको छ हजुरहरुले यो माटो चाहिँ पुरा उत्खनन गरेर यसलाई लिएर गएर बाहिर उता टाढा लिएर गएर यसलाई डम्पिङ गरिन्छ हैन गाइज यो ठाउँमा चाहिँ यो पानीको सतह भन्दा माथिको माटो चाहिँ पुरा निकाल्ने कार्य भइरहेको छ देख्न सकिन्छ गाइज हैन त्यहाँ माटो बोकिरहेका छन् हैन देख्न सक्नुहुन्छ उठो सर्दै देख्न सक्नुहुन्छ हैन कार्य एकदम तीव्र गतिमा भइरहेको छ गाइज हैन अब यसरी उत्खनन गर्ने क्रममा त्यहाँ चाहिँ एउटा चमत्कारी चीज निस्कियो अरे भन्ने सुनेर हामी चाहिँ जाँदैछौँ है गाइज है देख्न सकिन्छ है आज चाहिँ स्कुटरमा सर जाँदैछौँ है गाइज ल फाइनली गाइज हैन अब हामी चाहिँ अब यो जोस चमत्कारी देखिएको चीज भनेको तपाईको उहाँ देख्न सक्नुहुन्छ कालो कालो ठुटो हैन कालो कालो ठुटो देखियो गाइज हैन अब हामी चाहिँ अब त्यहाँ जाँदैछौँ त के रहेछ त त्यहाँ आखिर के छ त्यस्तो के छ र त्यहाँ त्यस्तो चमत्कारी चिज किन यति धेरै व्यापक हल्ला भयो त भनेर यो रहस्यमय लाएर के मलाई त्यस्तो रहस्य लाएर यस्तो हल्ला भइसक्यो हाम्रो नजिकको ठाउँमा हैन के भएको छ त्यहाँ जान इच्छुक त लाएर मलाई आज म सब काम छोडेर मेरो ड्युटी पनि मैले हातेर यहाँ जाँदैछु हैन गाइज हेरौँ है तपाईँ के कसो रहेछ त हेरौँ है खनन गर्ने क्रममा माटो निकाल्ने क्रममा यहाँ चाहिँ यो देखिएको भन्ने जानकारी आएको छ हैन ल हेरौँ के रहेछ त आखिर त्यहाँ नजिक आइसक्यो है गाइस ओ माई गॉड एकदम चमत्कारी चीज रहेछ गाइस यहाँ चाहिँ हैन देख्न सक्नुहुन्छ हैन एकदम चमत्कारी चीज रहेछ हे भगवान के हो यस्तो देख्न सक्नुहुन्छ गाइस पानी कहाँबाट आयो यस्तो यो यस्तो सम्भव छ र गाइस यो यस्तो सम्भव हुन्छ र रूपताल उत्खनन गर्ने क्रममा देख्न सकिन्छ अब यो रूपताललाई पुनर्निर्माण गर्ने क्रममा रूपताललाई बृहत रूपमा ठुलो बनाउने क्रममा उत्खनन गर्ने क्रममा चाहिँ यसरी जलधारा निस्किएका छन् हाम्रो तालबिसी भन्ने ठाउँमा हैन देख्न सक्नुहुन्छ यो चाहिँ अलिकति तपाईको भगवानले बास गरेको ठाउँ हुनुपर्छ पक्कै पनि हैन नत्र भने पक्कै पनि यस्तो सम्भव छैन हैन किनकि हजुरहरुले देख्न सक्नुहुन्छ यो तपाईको जमिनको लेभल यति माथि पानी कसरी निस्कियो त बुटोमा हैन बुटोबाट पानी यसरी कसरी निस्कियो त देख्न सक्नुहुन्छ हैन यस्तै अचम्मै तरिकाले मानिस अचम्मै हुने तरिकाले यसरी कसरी निस्कियो त पानी देख्न सक्नुहुन्छ हैन यस्तो निस्केछ एक ठाउँबाट तीन ठाउँबाट पानी निस्किएको छ देख्न सक्नुहुन्छ हैन भगवान हुनुहुन्छ भनेर यहाँ फुलमाला पनि सबै चढाइसकेका छन् हैन देख्न सक्नुहुन्छ हैन गाइस अब हाम्रो ठाउँमा यस्तो चमत्कार भगवानको शक्ति भेटिसके पछाडि अब म चाहिँ यहीँ अब तपस्या गर्दैछु हैन गाइस तपस्या अब के गर्न सकिन्छ त अब म यहाँ तपस्याको लागि रेडी भइसकेको छु गाइस हैन अब चाहिँ म यहाँ तपस्या गर्छु चर्चला देख्नु म तपस्या कसरी गर्छु त हेर्नुस् है अडियन्स हुनुहुन्छ पौडेल ब्लग्स पुरा तपस्या गरिराख्नुको छ शिवजीको ठुलो भक्त हुनुहुन्छ उहाँ चाहिँ अडियन्स हुनुहुन्छ
त बोल्नुहुन्न, भनन गरिदिनुहुन्न, वा फेरि बोल्यो भने उस आएको तपाईसँग भाउ हुनसक्छ होइन। अर्गेन्स हुनुहुन्छ हाम्रो पौडल बक्स पुरा ध्यान गरेर राख्नु, तपाईँ स्याहार राख्नुभएको छ। लाइक सेयर कमेन्ट गर्नु अवश्य।